हेलो गाइस, आज हामी राइभल्स खेल्नेवाला छौँ। आज राइभल्स सिकाउनेवाला छौँ एउटा नुब्रालाई। यतिको भने म 123 लेभल होइन, म 29 लेभल हो। प्रो होइन म त्यति। कहाँ बस्नु खै ए भाइ पछाडि यता आइज, महँगा आइज। ए बडी ए नुब कम यता आइज। जोइन द स्टार्ट प्ले के ए त्यो नगर त। कहीँ नछोइ त्यसो अलिक छोरी कामै हिँड्थ्यो। यता आइज नुब, यता यता बिर्को छिर्ने ल। तेरो गन्ली नाइस, तेरो गन्ली है। मेरो नर्मलै लिन्छु। आइज म यही साइड युज जान्छु। फ्लेयर गर्नु म युज जान्दिनँ, त्यही पनि अहिले युज जान्छु। आइज यता आइज, म तँलाई खतरनाक ट्रिकहरू सिकाउँछु क्या। के भन्नु आन मिलान मेरो अटो खाएर खानुपर्छ यार। ओ आइज न हो कसले वारन हानेको। वारन हाने ए भाइ फाइट खेल्ने नि के यहाँ। आइज म तँलाई स्किलहरू सिकाउँछु। यता आइज तँ खोज्छु। यहाँ आइज, महँगा आइज। के गर भन्दाखेरि ग्रेनेड लि अनि फेरि ए यार भएन सरी भएन एकछिन रोकाउँ है। क्या नलास अच्छा ए ल तँसँग साइड छ तेरो उस इन्भेन्ट्रीमा। अब त यहाँबाट यसरी भाग्न मिल्छ माथि, अनि यसरी वाल। अबे कस्तो नगएको र। रोकी बसेँ अनि यसरी गर्नु मिल्छ। देख म यसको भित्रबाट घुसिनँ त नि। कस्तो यस्ता गराहरू हङ्गा यसके अन्य। ल है भाइहरू कि अब म तँलाई मेरो ग्रेनेड देखाउँछु। बुम देखिस् कसरी गएँ म। देखिस् म धेरै दिन भयो नखेलेको। जा त यस्ता छन्। अब यार फेरि अब म वाल क्या नलाइस लाखा ल अझ एउटा उस खान्छ। ए यार र किन गाइस फेरि एकचोटि ध्यान दिनु भन्छु। ल यहीँ चाहिँ अब हेर है म तँलाई वाल साइड हान्छु। वाल साइड के हान्छु रे हेर कि यार त मलाई वाल्क त्यस्तै के हो भनिन्छ त्यसलाई। हो के हानिस् बुढा त यहाँ युज हान्ने नि कि त यसरी यहाँ युज हान्ने हो। बुम म गएँ यसले छेक्दिएर न त जान्थेँ म। हानिस् जा त जा यस्ता नुहरू छन् गाइस खेल्ने। जा इ माथि त चढ ल। म त मेरो पहिला वाल यो मलाई फेरि एनर्जी पिस्तल चलाएर एनर्जी एजल्ट चलाएर राइफल चलाएर बस्यो। ल यहाँ एकचोटि ल ठिक छ। अब एकचोटि त्यहीँ बसेर मलाई हेर एकचोटि मलाई हेर। ल मेरो मोबाइलबाट हेर मलाई हेर त। यस्तो भन्ने यसरी भाग्यो तँसँग अहिले स्लाइड अनि झ्याममा यहाँ घुस्दिनँ त नि म। अनि ठ्याक्क म तिनीहरूको बेसमा जान्छु अनि फिउ खतम साँच्ची। ल सिकिस्। अब तँसँग खासै यो साइड त होइन होला अहिले, तर म आज तँलाई फुल ट्राई हान्ने भएको छु। आइज महँगा 1v1 खेल अब चुप लाएर बाहिर निस्कि। बाहिर लि भानु यहाँ यस खुला हाँस्नु यहाँ आइज त एनजी लेखेको ठाउँ बौरा अगाडि त्यहाँ आइन पछाडितिर लाइज ए दाइजु त कम हेर यहाँ बस नाइस। त्यहीँ बस म तँ सिकाउँछु मात्र। त्यहाँ म खेल्न आएको होइन। बक एरिनामा भोटान एरिनामा कहाँ गयो एरिना देख्नुहोस् एरिनामा भोटान। म त भुनिदिन्छु ल हेरौँ स्प्रे साइड छिटो स्टार्ट भाइ। ल न म त सिकाउन आएको बौलो। ए हान्छु तेरो म अब आइ ल आइज वो फ्री फायरमा प्रो होस् तर यसमा त होइनस् नि।
ओए बुटुवा कहाँ रे सारा प्रोलाई त म इजिली जित्दिन्छु यसलाई चाहिँ कि ल स्टार्ट भयो यसको म फेरि बजाउँछु कति राउन्ड जित्ने नाउ से बडी लाई मोटर देखेन सोल्डर ब्रस मसँग सोल्डर ब्रस राख्नु नि म छैन धेरै दिन भएको खेलेको यो गेममा नि हल्का सा रोबक्स त उडाउनै पर्छ क्या कहाँ गयो ल खा ए मरे नि साइडले हान्नुपर्छ यार यस्तरी ड्यामेज अगाडि गएर म अब जित्छु तर म ल 5 राउन्डको गेम है तर भन्न बिर्सेँ मसँग हल्का छ स्प्रे हो भाइ महँगो खतरनाक स्प्रे थाहा होइन एकैचोटिमा 55 को ड्यामेज हानिदिन्छ एकैचोटिमा अझ 55 नि होइन 120 जतिको ड्यामेज हानिदिन्छ के भन्दै आयो र सर्ट गन हो महँगो भाइ मेरो फेभरेट गन हो सर्ट लिएर पाएर चोटे हो कडा ड्यामेज गर्छ कडा एकचोटि म त नजिकबाट हेड हानिस् भने मलाई हान्यो भने सिधा तेरो कति एचपी जान्छ भन्दाखेरि कहाँ कहाँ उडिदिन्छ अब हेर्दै नाइस नाइस ओके नाइस हेड सर्ट पछि आएर हेरिन र के बुझ्चे 1v1 मा योभन्दा कति ठुलो पाउँछस् र कति ठुलो पाउँछस् र हरामको म्याच पोइन्ट हो यस सर 4-1 अब लास्ट तेरो लागि कहाँ यो देखियो नि कताको काहीँ म हजुरलाई एउटा उस दिनु छु एउटा जतिखेर नि हिँड्दाखेरि यो नुग्दाखेरि यसरी त्यतिकै यस्तो यस्तो गर्न होइन है जहिले नि घिस्रेर हिँड्नु नत्रहरूले नत्रहरूले इजिली गोदाएर मर्नुहुन्छ यसरी जस्तै यो नुब्डा मऱ्यो चुप्ला रे बस खेल मेरो एउटा लेभल बढाउनुको लागि थ्याङ्क यू अब आइज तर म 2v2 खेल्ने सबैसँग तर म एउटा टिम आइज न चाहिँ कहाँ छ डन्ट टेन ए बेटा बेटा आइज मेरो पछि आइज मेरो पछि आइज आइज 2v2 कोमा आइज 2v2 कोमा तर म एउटै ठाउँमा बस्ने यता यता आइज तर म यहाँ आइज नि त नि आइज न तर म टिम है कोही त आयो थियो च्यालेन्जर फ्रेन्ड्स मेसँग कोही छँदैन फ्रेन्ड एउटा यो नै हट्यो डराइस आर स्क्वेयर ब्रो तर म एउटै टिममै ढुकियोस् ए ननिस्कि अब 1 मिनट खेल्छ म खेल्ने फेरि हल्का सा सिकाउँछु क्या त्यो म्याचमै गेममै सिकाउँछु आइज रोशन आइज बाहिर आइहाल्छ ओ 90 को लेभलको म अन्त लास्ट आइज न 1 मिनट खेल्नु चुप गरेर जान्छु ल आइज 1 मिनट हो क्या उता जा ल चाहिँ मै उता गएँ ए वे ल आइज ऊ सान्छु एरिना ब्याग हच्चु ग्राउन्डहरू हान्छ अनि ल आइज म तँलाई सिकाउँछु हल्का छ रोशन आइज फाइट नाइस मैले त्यही सिकाउनु आएको थियो आइज त रोशन आइज म तँलाई सिकाउँछु रोशन आइज आई डोन्ट वान्ट टु फाइट एनिथिङ यस्तो जाने अनि थोरै यतैतिर बुम केही भएन जा त हान त एकचोटि ए सरी अटो फायर साइड युज हान्छु बक्स साइड युज हान्छु अनि हेर म तँलाई उस्नी देखाउँछु यहाँ बस् त आइज त रोशन यहाँ बस यहाँ आइज यहाँ बस रोशन मेरो पछि आइज यहाँ बस त ठ्याक्कै यहाँ बस भन्ने हो त यहाँ बस अब हेर म कसरी आउँछ ल्याडो अनि
अब हेर म त कहाँ कहरी आउँछु बोन्दैछ नि यस्तरी आएर मारिदिनु सिकाउनु पर्ने अब तपाईँलाई म गर्ने भन्छु भने म यतिको बस्छु मलाई मार है त हुन्छ खै कहाँ खास् लैजाइ मलाई थाहा त कहरी भन्ने खै कहाँ आइज म तँलाई देखाउँछु फेरि आइज यहीँ तेरो ठाउँमा आइज तेरो ठाउँमा नहाने म यस्तो रिस उठिरहेको मलाई अहिले यहाँ आइज हेर अब हेर बुम ए भएन यार तेरो छेकिदियो तर के भएन यतिको है खेल्ने फेरि लाइज फेरि बन्द भनेर खेल्ने हो त नि सर्ट गनमा त झनै टाइम लाग्छ त्योभन्दा बढी स्प्रे म त स्प्रेले हानेको नि छैन स्प्रेले हानौँ त लाखा स्प्रेले अब महँगो ट्याक्टिक्स छ अन्त भाइ नेट त्यही भएर म नेट र फोल्डेनको हेर्छु क्या हल्का छ राइभल्समा पुरो हुनको लागि अनि हल्का हल्का टिप्स एन्ड ट्रिप नि चाहिन्छ क्या नाइस हल्का छ अन्त पनि सर्ट गर्नु हल्का छ ड्यामेज दिन्छ तपाईँ ड्यामेज दिन्छ होइन मलाई ए मैले स्प्रेमा सार्नै नसकेको यार म्याच कतिवटा म्याच पोइन्ट हो मुड्कीले हान्छु रोक्दैन म ल यस सर पछाडि हेर भाइ बसी हान्छु ब्रे स्प्रे होइन कति खतम के चुप्लाएर आइज मलाई अझै सिकाउनु बाँकी नै छ छिटो जोइन हान्न त 2v2 को छिटो जोइन हान ए यार अरूले जोइन हान्यो ए ल सिक्न त सिकिस् नि ल एकचोटि फेरि जोइन हान म हेर्छु सिकिस् कि सिकेनस् के हल्का छ ए उयो आइज न चुप्लाएर आइजान्छु फेरि सुरु छिटो आइज जोइन आयो क्या मलाई आइजान्छु हेर है मेरो भर्खर सबै टाइममै उसमा त हानेर आयो टाइम हो म रोबक्समा दिन केही पनि दिनु हेर भने जहिले पनि तपाईँ भिडियो बनाउने भन्दै आउँछ जस्तो भिडियो बनाउने भन्दै आएको होइन म मस्तले टिभी हेरेर बसिरहेको खै कहाँ खास् के 2v2 खेल्न जाने हो म त सुटिङ रेन्जमा सिकाउनु जाने अब खेल्न आउँछ खेल्न जानुको लागि ओए कसले मेरो अस्ति कपाल लाएर के हो कहाँ 2v2 कहाँ छैन 2v2 केही कहाँ छ ए बुम ला केलस म तेरै प्लेटफर्ममा हुँदै थिएनस् ए यता आइज त 2v2 मा त आउँछ निहरू 2v2 कोमा आइज त आउँछ निहरू यता हो गदा ल आयो यस सर ल एरिना हे कुन गदाहरू क्या नुबहरू खेल्न आउनु हे डक्स मलाई मन पर्दैन होइन डक्स ठिक छ राम्रोसित हेर्यो मैले भनिरहेको हार ए 87 को आएको फेरि अगाडि हाम्रो त्यहाँ माथि चढ्छु यार गाइस अहिले म यहाँबाट सिधा हान्छु तिनीहरूलाई बुम आइज
सर्टगनको म सर्टगन के लाने मैले आने साथी लाने मैले नाइस एउटा खतम ए त होस् खोइ त म स्पोन कति बेला हुन्छ त स्पोन हुनुहोस् नि भाइ कहाँ हान्यो हरामखोरले माथि एउटा हानेको एउटाले मैले बल्ल चल्ल मारेँ अब 87 को अलि प्रो लाग्छ मलाई हल्का सा खेल्न सुरु गर्नु पर्यो यार राइभल्स लेभल बढाउनु पर्यो नि युट्युबर हुँदामा अनि त्यही युट्युबर त हो तर सानो त्यो पनि अहिले खै तेरो डेड बडी बाउ खै कहाँ र ओइ दिएको थिएँ मैले खै कहाँको यहाँ दिएको थिएँ हरामखोर छ नि मैले छ के कहाँ र ओइ सर्टगन लेख कि मलाई आरपिजीले हानेको मलाई आरपिजी मन पर्दैन यति नि स्नाइपर प्रो रहेछ स्नाइपर हान्यो कटाना किन्नु पर्यो यार स्नाइपरको लागि त कटाना स्नाइपरले हानेको होला उहाँ माथि दिनु न कबाललाई म यस्तो भुट्छु म तँलाई यो राउन्ड भएपछि म अझ एउटा कुरा हान्छु त यस सर मेरो 11 लेभलको नोटडीलाई त तँले भ्याए त्यो 87 को लाई म अलि हान्न खोज्छु ल आइज महँगाइ जा स्नाइपरले हान्छ नि मलाई स्नाइपर चलाउन आउन्न एउटा त्यसले लिभ हान्दियो गेम कता जान्छौ नि बाबु लाखा खतम लिभ हान्दियो कि 87 को ले ए हानेन ए नि पानीमा गएर मर्यो एउटा राउन्ड त उस भयो त 1 किल त हान्न त खोज्छे 1 किल हान्न सकेन सायद यो जाने ए भाइ अड्किए डोम मैले 87 लेभलको लाई देखेँ केटीलाई नि देखेँ 87 हानी स्याहार मैले यति खतरनाक ड्यामेज दिएन त्यही यहीँ 87 को यहीँ भाग्यो यतैतिर माथि चढ्छु बक माथि होला कहाँ मैले देखेँ क्या 87 को मऱ्यो मारे म त है फुल भित्र घुस्दिने हो कट्टा खा भने फुल भित्र घुस्दै क्या बुझिस् नि जस्तै त फ्री फायरमा घुस्छस् नि कट्टा पाएपछि त्यसरी नै अनि एजल राइफलमा चाहिँ अलि हल्का सा अलि रेन्जले गर त्यति रेन्जले नि होइन तर अलि हल्का क्या माथि जा है भएन सायद त्यो जाने है मैले देखेँ ए दुईजना खानु रहेछ यार स्नाइपर त मऱ्यो रे रोशन उसेन यसको लास्टै थोरै खाके त्यो उसलाई हेर त 87 लेभलकोलाई हेर त केलसको उसलाकोले हेर त लास्टै थोरै खाके यसको हान के स्लाइड हानेर हान्दै हान नाइस ठिक छ के भएन नाइस ट्राई हैन केलसको लास्टै थोरै हेल्छ क्या भन्थे नि 87 एक लेभल के हो यो कतिको मिनेट भिडियो हो अनि 11 को हो त्यो 11 बोम यहाँ माथि बस्नु मैले गएँ यसलाई हेर्न गएँ म नाइस देखियो ला मरेको ला केटी मरेको होइन इस मरेको त्यो 87 को म त्यसलाई लड्दै थिएँ ला मारिदिए यस सर तैँले त 87 को मारिस् म त्योसँग लड्दै थिएँ अनि तैँले माथिबाट हान्दैस् नि त नाइस डुओ भइरह्यो अहिलेसम्म त तर हामीले हामीले स्ट्रगल गरेर आयौँ यार तँलाई सिकाउँछु न म अफ क्यामेरा हेर्दै जानु यति सिकाउँछु माथि जा उ केटी माथि त्यही त मन त त्यही ओ हाने एउटा खतम भाग रिद्वी भाग तेरो त हेर्छ कम त्यही त भनेर भागिरहनु लाखा छेट हान कटा नखाइसँग त्यही पनि मैले मारिदिएँ यस सर हान्ने स्प्याम इजी भनेर होइन 4-2 हामी जित्दै हौँ यस सर त्यसले वार हाने यार
म गएँ सिधा अगाडि लन्च आइज न मैले मारे त्यो लास्ट मान्छेलाई हेर्दा छिटो सँगै बस्दो रहेछ सँगै मेरो पछि नाइस मैले हान्यो यस सर मारिदिए जित्यो नाइस है रोशनले सिक्न त सिक्यो है लगाइज रोशनले सिक्न चाहिँ सिक्यो मेरो आफ्नो ग्रेनेड किन हल्का तर रोशनले सिक्न चाहिँ सिक्यो नाइस कति किल हाने 1 ठिक छ 1 किल ठिक छ नाइस भयो छोड्दै नान अब आइज रोशन आइज सिक कहाँ ट्रेनिङमा यसले मनी आएर कि अझै त तेरो त्यो उस हल्का गइसक्यो माय साइड ग्रेनेड लाइज म त सिकाउँछु मेरो स्प्रे अनि साइड ग्रेनेड ल भयो आइज म त सिकाउँछु त्यो ग्रेनेडको वाला ए भगवान् आइज म त ग्रेनेडवाला सिकाउँछु तँलाई जुन तँलाई यो 1 त्यो के क्यामेरा एक्सन 1 मा राम्रो लाग्यो कि अरू क्यामेरा एक्सन हान्छस् यो वाला ठिक छ कि तेरो लागि ले त रहेछ तँलाई कुनमा खेल्न सजिलो हो रहेछ त्यो कुनमा खेल्न सजिलो हो यस्तो अहिलेको यस्तोमा हैन यस्तोमा कि यस्तोमा अहिले बिचमा यो वाला ल ठिक छ यसमै खेल आइज म तँलाई उस सिकाउँछु त्यो आइज वल राष्ट्रिय हच्चु नाम छ तर वल सिकाउँछु आइज तँलाई वल आइज यताकोमा आइज यता उता हेलो आइज हेलो आइज न तँलाई म ड्यामेज हान्न सक्दैनस् के सन्ध्या पहिला तँलाई ग्रेनेड छ तसँग ए बाउला जा ग्रेनेड लिएर आइज चेन्ज यता खा वेपन यता खा के त्यहाँ लिभ हान्नु पर्दैन यहाँ हो त ओए अनि यहाँ जाने नजिक हो त त चाहिँ मुडेर ग्रेनेड लन्चर लिनु के बाउलाई ग्रेनेड लि भनेर ग्रेनेड लन्चर लिन लागिरहेको साइड लि अनि साइड खोइ त नि यहाँ त गुसे हैन साइड ग्रेनेड हैन के ए हन्दो आइज फेरि यहाँको के घुर्सियो ए भगवान् यो यहाँ साइड यो ग्रेनेड लाइज भयो चुप्लाएर न केही नथिचिकिने देशनी स्प्रेको पावर रियर सिल्ड किन हानेको क्या यसले फेरि तर मेरो रियर सिल्डलाई उडाइन्छ मैले ढुक्यो लाइ चाहिँ आइज म तँलाई हल्कासँग उस्छहरू सिकाउँछु तँ हिँड्दाखेरि हो नि मानौँ होइन तँ यत्तिकै हिँड्छस् अब तँ यत्तिकै यसरी हिँडिस् भने त जसले पनि तँलाई हानिदिइहाल्छ होइन इजी होइन एम तेरो होइन कसरी हिँड भन्दाखेरि ल मलाई हेर त ल मैले लिभ हानिदिएका झुकेर म आउँछु त त्यहीँ बस म आउँछु है त्यति खै मेरो शटगन ठिक छ माया खै कहाँ त्यो यहाँ आइज यहीँ यसलाई आइस यता आइज अब त यत्तिकै हिँड्छ भने त त्यस्तो हुन्छ होइन नि त्यही भएर के गर भन्दाखेरि यसरी हिँड के यस्तो देखिस् म हिँडेको यहीँबाट तर त्यो झ्याप्पो गरिहाल्ने होइन तर बसिहाल्छस् त अब फेरि यहाँ थिच न त त्यसरी हिँड्न त गाह्रो हो नि यसरी हिँडेर त रहेछन् कसले वार हुन यसरी हिँड्न त हेर्दो रहेछन् है हेर्न यसरी यसरी मात्र हिँड्दै बस् है स्लाइड हान्दै हिँड्दै भाइ जा फेरि भएकै छोडेर सिकाउनु परेन खेलामा एकचोटि ल त आएँ म जोइन ए भ्याइयो के भएन आइज फेरि हामी दुईटा 1v1 साथी भनेर के आइज त नि यहाँ टुबिटमा जोइन ल आयो दुईजना ए आइज ए बा अहिले भ्याइयो नि त एउटालाई ए भाइ ओए एरिना भोट हाल एरिनामा भोट हाल्नु अब त गइस भाइ त्यो ब्याटल ग्राउन्ड हान्नु भएको छ होइन अब एरिना डोमिनेट हान्ने सन्ध्या पहिला त्यो ग्रेनेड युज हानेर त अगाडि चाहिँ
म त ग्रेनेड हानिदिन्छु ग्रेनेड हान्दै त्यो अमल नसिकाएको थियो नि यस्तो स्वयं उफ्रिने त्यो हान्छ है साले पुग्यो बोम अगाडि गयो ओके कसले हान्यो नाइस नाइस ए आरपिजी नुब्डे आरपिजी चलाउने हान त्यो मैले 114 को मर्यो मैले लास्टै खतरनाक ड्यामेजले थियो त्यसलाई ए फ्ल्यासब्याङ हाने फ्ल्यासब्याङ भाग ए आरपिजी मलाई मन पर्दैन यार आरपिजी अब त घर मलाई रिस उठ्यो आरपिजी मलाई कस्तो हान्छ रे यो हरामखोर आरपिजी लास्टै रिस उठ्छ हेरेछ ओ अहिले म वल खान्छु अब बुम कहाँ आरपिजीले पड्काउन दिन्छ लाग्छ आरपिजीको त म पड्काउँछु अब यहाँ आरपिजी ए आरपिजीको हेल्थ ठिकै छ हान्दियो हरामखोरले के गरिरहेन यार भगवान् यो त हारिन्छ जस्तो यार के गर्नु छ आरपिजी काँटा पाएछ यसले होइन त्यो किन्न मिल्छ मैले पनि सर्टगन पाएको नि त त्यसरी म कति बेला किन्न मिल्छ मैले तेरो उस्तो धेरै हुँदैन त्यसको किनिहाल्यो पखाउन यो भ्याइन चाहिँ उसँग छ होला नि कोही म यो 114 हान्दै कि ए हरामखोर आरपिजी वाला कति हान्छ यार सबै यहाँ आइन्छ फेरि यहाँ आरपिजी यस्तो पड्का खायो हरामखोरले हेड खायो ए साइट हान्नु खोजेको साइट चाहिँ भएन यार साइट हान्दै सट्ट माथि जान्छ होइन जानै मिलेन क्या आरपिजी लिन्छु अब म जहिले लिन्छु आरपिजी अनुहार लाउँछ यार नकिन आरपिजी नकिन्छ यार नुहरूले किन्छन् ब्रो कम आरपिजी मऱ्यो ढुकियोस् मैले मारिदिएँ आरपिजीले हो त्यहाँ ए आरपिजीलाई बल्ल तल्ल मारेको थिएँ मैले तर के गर्छ यार यो रिभर त्यो कमन मान्छे 114 लेभलको मान्छे त भइहाल्छ त हे भगवान् यो वार हान्नु त्यसको वार हान्नु लाग्यो नाइस अनि माथि उडिस यसलाई भेट यसलाई भेट आरपिजी नुब्डे यहाँ चाहिँ घुस मेरो भित्र उडाइदियो आरपिजी न आरपिजी लास्ट के पक म तँलाई पछि एउटा सर्टगन किन्छस् म सर्टगन किनिदिन्छ कोही छैन उस चाहिन्छ त्यो कि गाइस मलाई त रोशनले सिक्न नै सिक्यो होइन त्यही भएर मात्र यार किन मिल्दैन होला मसँग साइट छ ए बिगिनर टास्क हो ल गाइस मैले रोकिन एकचोटि बिगिनर टास्क भइदिन्छु यसको लाइज त एकचोटि 30 मिनट आइज सुटिङ रेन्ज साइड अनि साइड चाहिँ लिए ब्याक भइदियो के ल गाइस भन्दा अब भिडियो एन्ड हान्न भएन त गाइस लास्ट एकचोटि त्यो ग्रेनेडवाला हान्छु अनि हजुरले पनि त्यो कपी हान्न मिलिहाल्छ है जहिले गाइस गेम सुरु हुने बित्तिकै कि यो युज हान्नु हेर्नु यस्तो गरेर सुई गर्नु कि होइन अब म राख्छु झ्याउला मलाई एकछिन खेल्नै कि गाइस यो युज हान्नु मिल्दैन यो मैले भर्खरै हाने नि त्यो युज हान्नु भने चाहिँ घरले सिधै उसमै पुग्नु सक्नुहुन्छ त्यो चुक्लाने एकछिन अनि सिधै उसमा पुग्नुहुन्छ त्यो तिन अपोनेन्टको बेसमै अनि सिधा गएर बुम खतम होइन अनि ग्रेनेडमा नि त्यस्तै हो ग्रिनमा चाहिँहरूले कन्ट्रोलले हान्नु मिल्यो कता उड्न मोल्ला भनेर मेरो ग्रेनेड त खासै राम्रो हुन्न तर हजुरको त होला नि है गाइस ल त्यतिकै ल म आजको लागि यति नै गाइस ए भगवान् ल गाइस आजको लागि यति नै गरौँ अब म राख्छु ल एन्ड आइ एम वेक ल बाई बाई गाइस